हेलो साथीहरू नमस्ते। अनि के छ खबर? आजको भिडियोमा फेरि पनि स्वागत छ हजुरहरूलाई अनि वेलकम छ है। अनि म चाहिँ कर हेर न मोबाइल अड्याउने पनि यस्तो पारा छ मेरो साथीहरू, राम्रोसँग ढङ्गै छैन क्या साथीहरू। अनि म चाहिँ काम गरेर आइसकेँ, मोबाइल यताउता हालिन्छ। ब्याग नहेर्नु होला, अरू चाहिँ मलाई चाहिँ हेर्नु होला है। अनि हिजो अस्तिदेखि मेरो चाहिँ फलोवर्स मतलब फ्रेन्डहरू यति धेरै मतलब बढ्नु भएको छ। सबैजनालाई धन्यवाद अनि हृदयदेखि माया। अनि अरू त म के नै भन्न सक्छु र अब धन्यवाद भन्नु बाहेक। थ्याङ्क यू सो मच मेरो फलोवर्स बढाउनमा यति साथ सपोर्ट दिनुभयो सबैजनाले होइन। अझै यस्तै साथ सपोर्ट सधैँ दिनु होला। अनि त्यति भन्दै म चाहिँ आफ्नो अब कामतिर लाग्छु। अनि के साथीहरू किन है त्यो उसको अनिसा बिक बहिनीको होइन यति के मतलब होइन, म आफै पनि नभनौँ जस्तो लागिरहेछ त्यस्तो कुराहरू पनि होइन। यति उसको मतलब माइती घरमा गएर सुर्खेतमा होइन कतिपय दिदीहरूले आन्दोलन गर्नुभएको छ बहिनीको लागि। त्यसको लागि चाहिँ धन्यवाद भन्न चाहन्छु होइन। तर मलाई मनमा लागेको कुरा है, अब हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। मलाई मनमा लागेको कुरा चाहिँ अनि बहिनीको लागि भनेर आन्दोलन गर्न जाने, न्याय गर्न जाने, अनि अर्को पक्ष आएर बोल्छ भनेपछि बोल्न दिनु नि। किन उनीहरूसँग लड्नु पर्यो? आफ्नो माग के छ त्यहीतिर पो तर्फतिर पो लाग्ने होइन र साथीहरू। किन उनीहरूसँग लड्नु पर्यो के? म त अचम्म मान्छु। बहिनीको लागि न्यायको लागि गएको छ भने चाहिँ न्यायको लागि बोल्नु नि। त्यो दुनियाँसँग भिडेर के फाइदा? उनीहरू पनि बोल्न पाउँछन्, त्यो होइन कि उनीहरू बोल्न पाउँदैनन् पीडित छन् भनेर, मतलब कि दोषी छन् भनेर बोल्न पाउनन् भन्नु छैन। मतलब उनीहरूको पनि बोल्ने मुख छ, उनीहरूले पनि बोल्न पाउँछन्। तर उनीहरूले बोल्न पाए भन्दैमा अब पीडित पक्षको केटी पक्षको मतलब जो मृतक बहिनीको लागि होइन, अब सबैजनाले अब न्यायको लागि माग गर्नुभएको छ। उहाँहरूसँग भिड्नुको कुनै अर्थ छैन है। उसलाई मतलब मृतक बहिनीलाई नै नराम्रो भए जस्तो मलाई लाग्यो के। तर गर्नुपर्ने कुनै आवश्यकता थिएन। तर कति दिदी, दुई तिनवटा दिदीले चाहिँ मतलब हल्का लफडा गर्नुभएको थियो, मतलब झगडा त त्यस्तो हानाहान त भएको थिएन, बोलाबोल चाहिँ धेरै भएको थियो है। माइतीघर अगाडि नै त्यस्तो गर्नुपर्ने कुनै आवश्यकता थिएन। आफ्नो माग के थियो त्यहीतर्फ लाग्नुपर्ने हो। मेरो भनाइ चाहिँ त्यही छ साथीहरू, नराम्रो कमेन्ट नगर्नु होला। मलाई चाहिँ त्यस्तै लाग्छ है। त्यस्तो गर्नुपर्ने कुनै आवश्यकता थिएन दिदीहरूले। अब मैले यति भन्दा पनि दिदीहरूलाई कतै मेरो भिडियो देख्नुभयो भने नराम्रो लाग्छ भनेपछि सरी भन्न चाहन्छु। मैले बोलेको कुरा नराम्रो हो भनेपछि सरी, दुइटै कान समातेर पहिल्यै भने मैले है। मेरो कुरा नराम्रो हो भने, तर कतिपयलाई सही लाग्छ भने चाहिँ ठिकै छ, राम्रो हो भने त राम्रो भइहाल्यो। त्यति भन्दै म चाहिँ अब खाना बनाउँछु। अहिले पावर जान्छ साथीहरू। अनि अस्ति चाहिँ हामीले राइस कुकर ल्याएको थियौँ के साथीहरू। यस्तै राइस कुकर कसलाई चाहिन्छ मिसो एपबाट टक्क पारेर अर्डर गर्नु होला। धेरै महँगोको होइन, 500 रुपियाँको हो। दुईटा बच्चा अनि 2जना हुनुहुन्छ भने त पर्फेक्ट हुनेछ साथीहरू। यो राइस कुकर यति दामी छ नि, क्वालिटी पनि राम्रो छ। त्यही हो, धुने बेला चाहिँ यसलाई लगेर धुनुपर्छ, यसलाई बचाउनु पर्छ साथीहरू, यसलाई र अनि यहाँ तल छ नि यसलाई, किनभने पानी पार्नु हुँदैन। पानी पार्यो भने चाहिँ बिग्रिन्छ। बिग्रिन भने करेन्ट हान्छ कि हामीले खाना पकाउँदाखेरि। अनि यसको चाहिँ सानो कतिपयले देखेर रहर मान्नु होला साथीहरू। हेर्नु, यो चाहिँ यो भइहाल्यो। यसमा माथि मोमो पकाउने पनि छ साथीहरू। फेरि एकचोटि म मोमो पकाएर पनि खान्छु। अब म चाहिँ भात बनाउँछु। मैले चाहिँ हेर्नु न, फेरि मैले चाहिँ भात बसाइसकेको छु, बसाउँछु भनेको थिएँ नि, बसाइसकेँ। मेरो भात चाहिँ यसरी पकाउँछु मैले चाहिँ। सेम राइस कुकर, सेम टु सेम राइस कुकर हो साथीहरू। तर क्वालिटी पनि राम्रो छ, त्यति नराम्रो छैन है। यसलाई टक्क पारेर पुछेर करेन्ट नलागोस् भन्ने टेक्नोलोजी गर्नुपर्छ साथीहरू। अनि ग्यास बचाउनुको कसलाई छ मिसो एप सम्झिनु होला भातको लागि के। अब कतिपय त युज गर्नुहुन्छ होला है, कतिपयले युज गर्नुहुन्छ। तर अब कतिपय हुनुहुन्छ नि त। के थियो के साथीहरू, तर केही पनि रहन्छ। म यसलाई चाहिँ अब
भात बसाएर देखाउँछु है साथीहरू। मैले चाहिँ साथीहरू भात बसाइसकेको छु, हेर्नुहुन्छ मेरो भात बसाएको। हेर्नु न फेरि टक्क पारेर भात पाक्दैछ। अनि यसलाई बन्द गर्ने हो। अनि यस्तरी हामीले चाहिँ यहाँ तारबाट यस्तै जोइन्ट गरेका छौँ साथीहरू। हेर्नु न फेरि यस्तो राम्रो लागिरहेछ मलाई आफैलाई पनि कि। अब म चाहिँ यति भन्दै चाहिँ अब चाय बनाउँछु। थाहै छ मैले कति मिठो चिया बनाउँछु। मेरो भिडियो कसले हेर्नु भएको छ, सुरुबाट फर्स्टबाट कसले हेर्नुहुन्छ मेरो भिडियो, त्यहाँ सबैलाई धन्यवाद भन्छु। अनि एउटा चाहिँ मैले नचिनेको हुनुहुन्छ तर सकभर मलाई चिन्नु भएको छ। म चाहिँ बुहारी पर्छु गरेँ उहाँको चाहिँ, तर मैले चाहिँ खासै चिनेको छैन। अनि मेरो बुढाले चाहिँ चिन्नु भएको छैन, मैले चाहिँ भेटघाट गरेको छैन, चिनेको छैन। तर त्यहाँले चाहिँ मेरो भिडियोमा अल भिडियोमा कि कमेन्ट यति राम्रो गर्नुहुन्छ है। तर उहाँलाई आउँदैन अरे लेख्न, तर कमेन्ट हरेक भिडियोमा छोड्नुहुन्छ, लाइक हरेक भिडियोमा। त्यहाँको लागि यति धन्यवाद है तपाईँलाई। तपाईँको आइडीको नाम चाहिँ मैले ठ्याक्कै बिर्सेँ। अब अर्को भिडियोमा म आइडी हेरेर नाम हेरेर भन्छु। अहिले चाहिँ कुरा गर्दा गर्दै तपाईँको याद आयो कि, त्यही भएर लेखेको। अनि मैले चाहिँ दुध राखेको थिएँ साथीहरू, गिलासमा दुध छ, टक्क पारेर यसमा हाल्ने हो। अनि कसलाई चिया बनाउन आउँदैन मबाट सिक्नु होला। त्यस्तो चिया नबनाउन आउने भनेपछि त सोच्नु साथीहरू कस्तो हुनुहुन्छ होला तपाईँहरू। अब म सोच्नै सक्दिनँ चिया पकाउन सक्नुहुन्न भनेपछि त। यसलाई मतलब पखालेको छेउछेउमा हुन्छ, धुने बेला चिल्लो लाग्छ साथीहरू। त्यही भएर म चाहिँ चिया बनाउनुतर्फ लाग्छु। अब कतिजनाले खाने हो त्यही अनुसारको म चिया बनाउँछु। मेरो नङ हेर्नु साथीहरू कतिचोटि देखाइसकेँ, हेर्नुभएको छ कि नै मेरो नङ कति सुन्दर छ। अनि मैले चाहिँ यो पहिले ट्याटु हानेको थिएँ साथीहरू, हेर्नु यो चाहिँ मैले पहिले ट्याटु हानेको थिएँ। म नानीको बर्थडेको दिन हानेको ट्याटु हो यो। मेरो छोरीको बर्थडेको दिन नै मैले हानेको थिएँ बागेश्वरीमा। ट्याटु कसलाई मनपर्छ साथीहरू कमेन्ट गर्नु होला। मेरो भिडियो सकेसम्म लास्ट तक हेर्नु होला। मैले बिचमा के बोलेँ भनेर अनर्थ मतलब बोल्दा बोल्दा मेरो जिउ लटफिटिन्छ, अनर्थ नलिनु होला साथीहरू होइन। म त्यस्तो उहाँहरूलाई दोष दिनु पनि खोजेँ होइन, तर त्यस्तो नगर्नुपर्ने हो भन्ने कुरा मेरो मनमा लागेको कुरा मात्रै थोरै गरेको। त्यस्तो नराम्रो नसोच्नु होला। फेरि म त्यति नराम्रो पनि छैन क्या। म सधैँ चिलमा, म सधैँ रमाइलो गर्ने मान्छे हो। म त्यस्तो लडाइँ झगडाइतर्फ म जाने मान्छे होइन कि। यो चाहिँ बहुत नराम्रो लाग्छ कि साथीहरू। उहाँहरूले चाहिँ होइन कति पहिले कस्तो कस्तो भिडियो हाल्नुभएको हुन्छ नि, म हेर्दा हेर्दै पागल हुन्छु क्या। अनि एउटा कुरा थाहा भयो किन साथीहरू, जो अब दोषी थियो कि अब अपराधी थियो कि अब जसले त्यस्तो नराम्रो गर्यो नि साथीहरू, उसको बाबाले चाहिँ खुद रेकर्ड गरेर आफै भिडियो बनाएर फेसबुकमा हाल्नुभएको छ कि मेरो छोरा मतलब यो मतलब के भन्छ त्यसलाई, अब म अलि स्पष्ट नेपाली बोल्न जान्दिनँ। अब मतलब त्यहाँको छोराले त्यो काम गरेकै हो भनेपछि उसलाई चाहिँ अब फाँसी मतलब अब कानुन त्यो आएपछि चाहिँ अब उसकै छोराकोबाट चाहिँ अब निर्णय मतलब सुरुवात गर्ने गरे के, बुझ्नुभयो नि। उहाँकै छोराकोबाट अब उहाँको छोराले त्यो कुरा गलत गरेकै हो भनेपछि उहाँले भन्नुभएको छ कि मेरै छोराबाट सुरुवात होस् कि फाँसीको नियम यो कानुन चाहिँ आओस् भनेर उहाँले नै भन्नुभएको छ भने चाहिँ उहाँको बाबाआमा नराम्रो हुनुहुन्न भन्ने मलाई लाग्छ। अब गल्ती छोराले गरे पनि होइन, अब बाबाआमालाई दोष त भइहाल्छ साथीहरू, त्यो त हो जसको पनि हो है, चाहे केटी पक्ष होस् चाहे केटा पक्ष। तर गलत त अब बाबाआमालाई नै लाग्यो होला, कति पीडा भयो होला है। त्यो बाबुआमाको पक्षमा सोच्ने हो भने त साथीहरू फेरि फाँसी नो फाँसी नो भन्ने हुन्छ। तर एउटा महिला भएर मतलब त्यो नानुको लागि सोच्ने, बहिनीको लागि सोच्ने हो भने नि मन यस्तो चिराचिरा भएर आउँछ नि साथीहरू, नाइ उसलाई चाहिँ फाँसी दिनैपर्छ भन्ने कानुन आओस् भन्ने मन हुन्छ क्या साथीहरू। मलाई के लाग्छ भने साथीहरू मेरो मनमा चाहिँ है, मैले यति बोलेँ नि, मलाई के लाग्छ भनेपछि यसलाई चाहिँ हल्का हल्लाउनुपर्छ साथीहरू। एकैछिन है म बसालेर आइहाल्छु, तपाईँहरू भिडियो हेर्दै गर्नु है। अनि म चाहिँ बसालेर आइसकेँ। मलाई चाहिँ मनमा के लाग्छ साथीहरू होइन, अब जबसम्म हाम्रो देशले पक्का कानुन मतलब अब जसले बलात्कार गर्यो, जसले रेप गर्यो, जसले मार्यो होइन, उसलाई जबसम्म हाम्रो संविधानमा फाँसीको सजायको मतलब कानुन आउँदैन नि साथीहरू, तबसम्म यस्तो घटना निर्मलापन त
अनि एउटा के पौडेल बहिनी थियो स्कुलमा हो कि होस्टेलमा मारिएको थियो। अनि त्यहाँदेखि अनेक छन् के धेरै किसिमको यो धेरै छन् के मिडियामा त धेरै छन्। सोच्नु न अब जस्तो गाउँघरमा त लाज मान्छन् नि मिडियामा आउन, त्यस्तोको कति होलान् के सोच्नु, त्यस्तो केस कति होला साथीहरू आफै सोच्नु के। त्यही भएर मन यस्तो चिराचिरा भएर आउँछ नि। अब हामीहरू भन्ने त केही पनि छैन साथीहरू, तर मेरो मनमा लागेको कुरा चाहिँ के हो भनेपछि जतिसक्दो चाँडो बहिनीले न्याय पाओस् अनि होइन न्याय पाओस् अनि देशमा यस्तो कानुन आओस् फाँसीलाई जल्दभन्दा जल्द फाँसी होस् क्या त्यो दोषी सरी साथीहरू दोषीलाई कारबाही होस् साथीहरू। दोषीलाई कारबाही त हुन्छ, मतलब हतकडी पनि लगाइन्छ नाबालिका होइन भनेपछि, तर फाँसीको सिस्टम छैन। हो त्यो होस्। यति भन्दै म मेरो आजको भिडियोबाट छुट्टिन्छु। हस्त नमस्ते, धन्यवाद, बाई।